का सभापति अध्यक्ष बिमला गुरुङज्यू, प्रमुख अतिथि शम्भु राईज्यू तथा मञ्चमा आसीन अन्य अतिथि महानुभावहरू र यस भलेश्वर हाई तारकेश्वर 1 मा बस्नुहुने सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीहरू, हजुरहरू सम्पूर्णलाई यस भोलि आउँदै गरेको 15 पुसको शुभकामना सम्पूर्णलाई र हामी गुरुङहरूले यस वर्ष हिलोको विदाई, बिरालो वर्गको विदाई र मुप्रिलोको स्वागत गर्दैछौँ। हामी सम्पूर्ण तमु एक हौं र हामीले टुडीखेल गएर रमाइलो गरेर यो वर्ष यो तमुको महान चाड लोसारलाई हामी सबै मिलेर एकजुट भएर मनाऊ भन्न चाहन्छु। र यस तमु एकता बजुबोज समाजले हामीलाई निमन्त्रणा दिएर मेगा सिटीवासी तमु दाजुभाइहरूलाई रमाइलो डाँडातिर छापतिर भएको तमु दाजुभाइ दिदीबहिनीहरूलाई निमन्त्रणा गरेर हामीलाई एकदमै हर्षित बनाएको छ र उहाँहरूको एउटा उखान, शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हाम्रो जातिको अस्तित्व नै हराउँछ। एकदम यो चाहिँ एकदमै उचित उखान मलाई लागेको छ। यहाँ हामी तमुहरू आफ्नो इतिहास, हाम्रो संस्कार, हाम्रो जातीय वेशभूषा बिर्सिन हुँदैन। हामी सबै एकजुट भएर लाग्नुपर्छ र तमुहरू सबैजनाले भोलिको दिन हामी सबै एक ठाउँमा बसेर हामीले लोसारलाई मनाउनु पर्छ र सबैजनालाई लोसारको आशीर्वाद, सबैजनालाई 15 गते पुस 15 को शुभकामना दिँदै मेरा 2 शब्द शुभकामनाको यही राख्न चाहन्छु।